यस्तो हावामा म किन एक्लै हिँड्नु भनेर यसलाई पनि लिएर हिँडेको मैले। मलाई इटरीमा मिठो मोमो खाने ठाउँ छ भनेर यसले इटरी घुमाउँदै लग्यो कि होइन। यसले विराटनगर पुऱ्याउन आँटेको छ मलाई। अब यसले मलाई जोगमुनि लगेर बेचिदिन्छ भनेर मलाई ठुलो शङ्का छ। मोमो पनि त्यसकै छिटो आयो, मेरो राम्रो पनि छैन। गर्नु मिठो रहेछ। यहाँको बत्तीमा मान्छेले बाटो काटेर हेरेर गाइस। अनि लाग्छ दोष चाहिँ दिन्छ नेतालाई। यो नेताले गरेर बिग्रेको देश भन्छ नि, होइन हो। 16 सेकेन्ड छ हो, 16 सेकेन्ड बिगार्नेहरू चाहिँ उहाँहरू हो। अरेन्ज कलरको फोन रहेछ, त्यो पनि भएन अरे। अनि यो फोन खानको लागि यहाँ कसले दिन्छ मान्छेले। हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म हावाको तालमा यो हावासँग कहाँ हिँडेको मलाई थाहा छैन। उडिरहेको छु हामी यो इटरीको यहाँ हो। के रातो भन्छ फेरि यो? यही हो। यसले मलाई कहाँ लगेको मलाई पनि थाहा छैन। गाइस, हाम्रो के भयो भिडियो तर भएन, बिग्रियो गाइस। त्यस्तै हो, यसको सपिङ देखाउनु मिल्दैन गाइस, नत्र म देखाइदिन्थेँ यसो के सपिङ गर भनेर। मेरो पनि मिल्दैन गाइस, मेरो पनि अर्काकै हो। त्यही भएर अर्काको सपिङ म किन देखाउनु भनेर यस्तो हावामा म किन एक्लै हिँड्नु भनेर यसलाई पनि लिएर हिँडेको मैले। मेरो मात्र किन टाइम वेस्ट गर्नु, तेरो पनि गरिदिन्छु भनेर लिएर हिँडेको। तर भरे यसको पनि काम रहेछ। यतै जान्छ हौ। हेर्नु गाइस कति गर्मी छ। बल्ल कति महिनापछि हामी गर्मीको के अरे अनुभव लिएर लिनु हिँडेको। यहीँ थियो जस्तो लाग्छ त। कहाँ हो यार? अलिक तल हो, तर अलिक तल हो क्या? चिन्तन चौतारी आएको छैन होइन? अलिक त्यतैतिर हो क्या? चिन्तन चौतारी भन्दा अलिक तल हो। अनि मिठो खानलाई हिँड्नु परेन अलिक खोजी। तँलाई मिठो चाहिँ के सेन्टरमै पाउँछ त? दुःख गर्ने हो मिठो खाने हो भने थाहा छ तँलाई। तर मिठो भएन भने मलाई मार्छ गाइस। मिठो भएन भने कहाँदेखि हिँड्दै आएको बोके तर म मिठो भएन भने जहाँबाट हिँड्दै आएको त्यहीसम्म म बोकेर लान्छु। पैसा के त हो गाइस? हेर्नु, हामीलाई सफारीमा जबरजस्ती चाहिँ लानु खोज्दै हुन्छ, तर हामी हिँड्ने। तँलाई केही भन्नु छ यस्तो हावा हुनाले मौसममा? भरे गाडीले केही सुनेकै नहुनु अरे क्या। मलाई इटरीमा मिठो मोमो खाने ठाउँ छ भनेर यसले इटरी घुमाउँदै लग्यो कि होइन। यसले विराटनगर पुऱ्याउन आँटेको छ कि मलाई। अब यसले मलाई जोगमुनि लगेर बेचिदिन्छ भनेर मलाई ठुलो शङ्का छ। यस्तो घाममा हावामा गाइस यस्तो गर्मी छ। विराटनगर पुग्न आँटेको छ कि हामी। विराटनगर होइन हौ, त्यो चिन्तन चौतारी छेउ हो क्या पुग्ने। इटरी चोकबाट अलिकति तल हिँड्न यत्रो इटरी बसेर यहाँनिर मोमो खाने ठाउँ, मिठो मोमो खाने ठाउँ थाहा छैन भन्छ नि। त इटरी बस्नेलाई थाहा छैन। यति छिटो विराटनगर हिँड्नु त। विराटनगर गएर जोगमुनि जाने। जोगमुनिमा के खाऊ? भुजिया। यस्तै वाला खेलिदिन्छु ल। हजुर क्यारी अन। त्यसले मलाई मोमो खाना ल्याउँछु भनेर चिन्तन चौतारी हो भने तल हिँड्दै पुऱ्याएर यस्तो घाममा हावामा होइन। मेरो लास्टमा के छ भने कहाँ अरे हो त्यो के अरे हटेल लाइन छिर्नुपर्ने बाटो पनि आइपुग्नु पर्ने रहेछ। त्योभन्दा माथिकै रहेछ चोकै छ। अनि कति वर्ष अगाडि आएको म अहिले मैले बिर्सेँ नि त। अनि आउनु चाहिँ 5 कि 6 वर्ष अगाडि ट्युसन पढ्दा आएको। त्यतिखेर मिठो दिन्छ। त्यहाँदेखि अहिले भर्खर सम्झेँ क्या मैले मोमो खाने अनि आएको नत्र। यसलाई फेरि के भयो तँलाई? चिकन पाउँदैन रहेछ। चिकन मोमो नै पाउँदैन रहेछ। मोमो खान्छ अरे। मलाई चाहिँ के मोमो छ त भनेको भेज मोमो। त भेज मोमो लभर होइन त? ठिक्क पर्यो तँलाई। यहाँको पनि मिठो हुन्छ। अब खाने हो त्यही पनि त मैले यति दुःख गरिसकेपछि त मैले त चिकन त डिजर्भ गर्थेँ होला नि त। हाम्रो तर
कस्तो शीतल भएर भित्र आएपछि मोमो पनि त्यस्तै छिटो आयो मेरो आएको पनि चाहियो गाइज मोमो आयो त्यो कुन पिरो हो यो पिरो त्यो पिरो जस्तो छ खानु त पनि के खानु म चाहिँ खोइ मेरो अनि यो खाना त पर्क त खान्छस् त मैले कहिले मुखमा हालेको छुइनँ कस्तो रहेछ खाएकै छुइनँ कस्तो रहेछ ओइ मेरोमा चुइन्छ आयो मेरो पनि फाइनल मेरो पनि आयो डल्लो मेरो चाहिँ डल्लो आलु जस्तो लाग्छ काला मात्रै खाएर एकछिनमा किन खानु सेलाउँछ सेलाएपछि मिठो हुँदैन यो चाहिँ खोइ नि अचार देखि यत्रो हिँडेर एकदम मिठो खानु पायो भनेर खाउनु बहिनी खाऊ छिटो खाऊ न यत्रो हिँडेको पछि त छ कि छैन तँलाई गन्ध मिठो रहेछ र बचिस के अरे गन्ध मिठो रहेछ र बचिस यसले नत्र मलाई फकाएर घर लान्छु भनेर कुट्छु भन्दै थियो थ्याङ्क गड म बाँचेँ यसलाई चाहिँ यो खुब मन परेछ चुक्को छ चुक्को चाहिँ छ लास्टमा आउनुपर्ने यहाँ थियो गाइज हामी त्यहाँ तलबाट हिँडेर बिचरा गाइज त्यो चाहिँ इटरी चोक हो कि त्यहाँनिर चाहिँ हिँड्यो भने पनि भाइरल हुन्छ होइन प्रज्ञा त्यहाँ चाहिँ अगाडिबाट हिँड्यो भने पनि भाइरल हुन्छ अलि यता चाहिँ त फेरि त पनि भाइरल होलास् नि त्यहाँ गाइज मेरो साथीको एक्सिडेन्ट भयो गाइज भनेर फेरि पुरा अन द स्पोट एक्सिडेन्ट भएर देखाउनु नपरोस् नि बफ मोमो खाने मान्छे मात्रै आउनु होला बफ मोमो चाहिँ मिठो रहेछ अरे उसले भनेको भेज चाहिँ ठिकै हो भेज मोमो पनि खाइ खान्छ नि भेज मोमो मलाई मोमै मान्दिनँ मोमो मान्छे तर ठिकै हो नर्मली हो बफ मोमो चाहिँ मिठो हो गाइज खानु मन छ भने आउनु होला फेरि मोमो कर्नरमा भेज चाहिँ मिठै हो बफ मोमो चाहिँ मिठो वा हो बफ त बफ लभरलाई मात्रै थाहा छ त्यो त किनभने यसले चाहिँ दुइटै मोमो खाएँ मैले चाहिँ एउटा मात्रै खाएँ तँलाई मैले अफर गरेँ कि हो खा मेरो पनि चाख भनेर खाइनस् त त्यो मेरो गल्ती हो भेजमा पकाउने भाँडा चाहिँ यत्रो रहेछ फेरि अनि त्यहाँदेखि सबैजनाको बफ त तेरो मात्रै भेज थियो बफ मोमो चाहिँ मेरो मात्रै भेज सबको गुलामको मोमो छ मेरो मात्रै डल्लो मोमो थियो तर उल्टो हो नि भेज चाहिँ भेजको चाहिँ ओ उल्टो भइसक्यो साँच्चै मोमो बफको त डल्लो हुनुपर्ने ल गाइज हाम्रो चाहिँ सबैभन्दा सर्टेस्ट ब्लग हुन गइरहेको छ राम्रो पूर्वाञ्चल गाइज हामी त्यहाँनिर जिरो अगाडि भनेर हतार गर्दै आएको त भरे 9 पो रहेछ यहाँ चाहिँ इटरी चोक यहाँनिर गएर अगाडि गएर बिचरा घाममा जा त पनि जाऊ बहिनी जाऊ यो म सबैलाई भाइरल गरिदिन्छु यो अब यहाँ चाहिँ नि यस्तोमा रातो बत्तीमा हिँड्यो भने नि भाइरल भइहाल्छ यो चोकमा हिँड्यो कि भाइरल हुन्छ रश्मि र पुनम पनि एकचोटि भाइरल भएको थियो यहाँनिर हिँडेर रोड क्रस गर्दा गर्दै रातो बत्तीमा मान्छेले बाटो काटेको हेरेर गाइज अनि लास्ट दोष चाहिँ दिन्छ नेतालाई यो नेताले गरेर बिग्रेको देश भन्छ नि होइन हो ए 16 सेकेन्ड छ हौ 16 सेकेन्ड बिगार्नेहरू चाहिँ उहाँहरू हो 16 सेकेन्ड छ हौ ट्राफिक पनि देश बिगार्ने हो कोही बोल्दैन कोही उहाँ पुरा मस्त गफ गरिरहेछन् गफ गरेर बसिरहेछ आइमे भेट हुँदैन ट्राफिक पनि गफ हालेर बस्दो रहेछ नि यार तर मैले आज के गरेको अब त त्यत्रो त भइहाल्यो कि अनि त्यस पछाडि पूर्वाञ्चलमा आइसक्रिम खानु
अनि त्यसमा त्यो अर्को पपवाला कुन रहेछ कुन कलरको कुन कलर हो त्यो अरेन्ज कलरको फोन रहेछ अनि त्यसलाई उसलाई त्यो पनि भएन अरे अनि यो फोन खानको लागि यहाँ तर मैले के गरेँ यत्रो टर्चर कसले दिन्छ मान्छेले बग्रिँदैन झन् केटाकेटीले मिठो खाओस् भनेर यतिको स्ट्रगल गरी त्यहाँ मिठो कोन मिठो हुँदैन यो मिठो हुन्छ भने पनि अहिले त बन्दैन त्यो फोन चाहिँ पप परेको थियो त्यहाँनिर होइन त्यो फोन मिठो हुँदैन कि मिठोवाला फोन हो हाम्रो अगाडि चाहिँ फोटो सेसन हुँदैछ भाइजहरू भन्दा मैले त्यो पाके गरम खोजेर अरे आज एक ल्याएर घुम्नु भने त घरमा पढ्न पनि सक्छु नि त त्यही भएर मलाई पनि ल्याएर गाइस यो ठाउँ चाहिँ अस्ति हामीले होली खेलेको यो ठाउँ चाहिँ अस्ति हामीले भूत भएको ठाउँ हो यो ठाउँमा हो हाम्रो अस्ति यसलाई मैले भूत बनाइदिएको ठाउँ यही हो गाइस स्नेहाले मलाई स्क्याम गरेको ठाउँ यही हो गाइस हामीलाई उसलाई पक्रिनु ल भन्नु लाग्यो अनि मलाई पुरै कलर दटेको ठाउँ यही हो गाइस ल गाइस हाम्रो सर्ट भ्लग यहीँ इन्ड हुन्छ बाई